आउँछु फेरि। के फिल भइरहेछ, के गर्ने होला अब के गर्ने, अब यहाँ बसेछु, रातदेखि बसेछु यहीँ। अहिलेसम्म अब खानापिना पनि त्यस्तै छैन। अब गाह्रो भइरहेछ। अब कम्पनीलाई कल गर्दाखेरि कम्पनीले भन्छ उता खुल्छ तब हामीहरूले के गर्न सक्छु। यता यिनीहरूलाई इन्फर्म गरेको टिकटहरूलाई होइन, उनीहरूले पनि भन्छ अहिले हामीसँग केही छैन इन्फर्म। अब केही इन्फर्म आयो भने हामीहरूले भनिदिन्छ होइन। हो त्यही कारणले हामीहरू यही बसेछौँ। तर यस्तो छ नि त, यो सङ्कट त ठुलो सङ्कट आइपऱ्यो हो नि त। सङ्कट ठुलो छ। आगमनहरू भइरहेछ त्यहाँ जाँदा झन् जीवन पनि असुरक्षामा हुन्छ नि त। त्यहाँ जानुभन्दा पूर्व स्थिरता आओस्, त्यहाँ शान्ति छाओस् भनेर जानु चाहिँ जस्तो लाग्दैन। त्यो त शान्ति छैन उतातिर होइन। हामी अब यहाँबाट फर्काइदियो भने के गर्ने, अब केही छैन। हामीहरू घरतिर जाने पैसा पनि थोरै हुन्छ होइन। हामीहरूले सोचेर आएको थिएँ एक दिन बस्ने हो, रातमा फ्लाइट हुन्छ, घर जाने। अब पैसाहरू सक्यो, अब के गर्ने बसेर यहाँ। खर्च बढ्ने भयो, गाह्रो खर्च बढिसक्यो, अब गाह्रो भइसक्यो। अब घर जानु लाग्यो भनेको अब भने उनीहरूले इन्फर्म गर्नको लागि यता आयो होइन। अब यता कुराउरा गर्दाखेरि भन्छ कि एकछिन पक्नुहोस्, अब भन्छु कल आउँछ भनेको। अहिलेसम्म साउदीमा 9 बजिरहेछ होइन। 10-11 बजीसम्म भनेछ कल गर्नको लागि। अब त्यही हो। के आश छ, के भन्छ होला, आन्सर के आउँछ होला? म त यही चाहन्छु अब छिटो गराइदिनु होइन, किनकि यहाँ पैसाको तङ्गी भइरहेछ। हामीहरूले घरबाट थोरै लिएर आएको थिएँ। अब यो अचानक भएको घटना हो। अब यसमा हामीलाई हिजोदेखि लिएर हामी टिआईको परिवारदेखि लिएर सम्पूर्ण क्यान परिवार पनि हामीले र एयरलाइन्सहरूलाई पनि सही सूचनाहरू हामी दिइरहेका छौँ विभिन्न किसिम हाम्रो क्यानको वेबसाइटमा। र आफ्नो किसिमले यहाँनिर अब सबै एयरलाइन्सहरूलाई को नम्बरसहित आएर जतिसक्दो प्यासेन्जरहरूलाई चाहिँ सुविधाजनक हिसाबले कसरी सेवा दिन सक्नुहुन्छ, इन्फर्मेसनहरू कसरी दिन सक्नुहुन्छ, यो बारेमा चाहिँ अब उनीहरूसँग पनि क्लोज कोअर्डिनेसन गरेर हाम्रो तर्फबाट चाहिँ हामीले लागिरहेछौँ। अब तत्काल चाहिँ अब आफै नै सेफ भएर अहिलेको बेलामा अहिले कसैले पनि भन्न सक्ने अवस्था छैन। आफै सेफ भएर उनीहरूलाई कसरी गर्ने र कन्ट्याक्टमा बस्नु पर्यो। इन्फर्मेसनहरू अब आफ्नो सम्बन्धित एयरलाइन्सहरूमा पनि लिनु पर्यो। र त्यस्तो किसिमले छ भने अब हाम्रो तर्फबाट पनि हामीले सक्नेसम्म हामी सहयोग गर्छौँ।